ओम श्री गणेशाय नमः। ल हो सबैलाई तिहारको शुभकामना छ। ह्यापी तिहार। अब चाहिँ ठ्याक्कै 11:39 हामीले चाहिँ टिकाको शुभ साइडमा झापझुप चाहिँ टिका टिकालो फुल चाहिँ अचेता बत्ती बालेर चाहिँ पूजा सुरु गरे हामी ल। आफ्नो गोत्र सम्झिने अरे उपमन्यु ढकालको हाम्रो गोत्र उपमन्यु गोत्र त सारिसक्यो हामीले। छोडिदियो करिसे भाइले छोडिदियो ध्यान गरेर फुल चाहिँ लिएर नमस्कार ध्यान भरतन्द महाकाय कोटि सिद्धिसम्म पर अभिदिन कुर्मे देव प्रसन्न भाव सर्वदा चढाइदेऊ। ओम हरि ओम तसो फेस ओम गणनाथ गणेश पूजा फुलसिङ पता लगाएको त उछ त यहाँ नानी भएन है खै फुल त्यो के त उतिर नहाला है सिद्धि बुद्धि स्वाद परिवार यागा छ त यो कीर्तन यावत पूजा करोति कार्यात्मक सन्दो भाव पूजा गरी प्रार्थना गरौँ। षोडशले पूजा गऱ्यो भने सबै त्यहाँ हामीले पूजा हाल्यो। रजरी गणा भयताना भयङ्कर भाव भएर धराधुरी दिनु दिनु हाम्रो दुरी जगत गरौँ। भरतमा बरन्दै बालिका बालिका अनिल फल जाने सफल राममा फलफुल खाइ छैन त्यहाँ गणेशलाई कुम्भ आलिले धान्यमासी धेरै देव प्राणको जल राख्ने भन्छ। अब जल यसो चढेर बढी चन्दन राख्ने बृहस्पति प्रथम धामानी कान्दा कान्दा दुबो राख्यो गलतीमा कान्दा जाँदा पञ्च पल्लव आपिपलको पात छैन अश्वती आपिपलको पात टुरिज्म यो भएमा साठाङको माटो तिमीले सप्तवृत्तिका पैसा राख्ने हुन्छ। अब पैसा पञ्चरत्न अब ती पुजारी ओ बरु आह्वान गर्ने मन्त्र तत्त्व पुजारीले कलश प्रार्थना अब फुल लिएर प्रार्थना गरी देवदान उठो झोकामा दिने सातर टिका लाउनु यसलाई सप्तरङ्गीले पूजा गर्ने हो बिमिरोलाई पख त ल्याउ त सातर चप एउटा माथि हातले हुन्नमा यहाँ खै मैले हातले खान्छु भएको छ त्यो तेलले छ अब सरार हेरेर गाउँ भयो भयो ल सप्तरङ्गी टिका ढोकाको ठेलामा है अलिकति राख्नु पर्छ गोबर टाल्नु पर्यो गोबर खाए दुबो खाए पैसा चाहियो जाउ कान्छी दुबो यहाँ यत्रो बेसी छ त यही लायो अहिले ठुङ्गा लाउँछ यही भएन ल है 7
ल अब बिमिरो पूजा गरेर लर्दोबाट फाल्ने काम हुँदैछ बिमिरै हो है अचेल बिमिरो भनेर भोटे पूजा गर्छन् त्यो चाहिँ सरासर गलत हो है बिमिरै पूजा गर्नुपर्छ दाजुभाइको टाउकोमा छोएर बिमिरो घुमाएर लिएर गएर फाल्ने लर्दोबाट फालेर आउनु आमा लान बिर्सेर के हो लाने ओहर फोरेर यो चाहिँ अब ओहरै फोरेर भनेर है ओहरको यो ओहर फोरे यो ओहरको के दारा फाल्ने भन्ने छ ल सबलाई चाहिँ तिहारको शुभकामना छ हामी त यसपालि गाउँमा छौँ गोर्खा सिरानचोक है हाम्रो गाउँले घरमा ड्याङ्ग तिहार मनाएर हामी हाम्रो शान्ति एकदम रमाइरहनु भयो माइत आर्टिकल आउनु पाउँदाखेरि ल है ल हामी सबको तर्फबाट ल ल ल राक्षसको दारा फाल्नु पर्यो ल सबलाई तिहारको शुभकामना छ है त ल